केपी ओली जेल जाने निश्चित। कार्की आयोगले बुझायो आफ्नो प्रतिवेदन। गुन्डुमा सन्नाटा, अब हतकडीको पालो। के नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब सिधै जेल जाँदैछन्? के भक्तपुरको गुन्डु स्थित उनको नयाँ निवास अब नजरबन्दको केन्द्र बन्दैछ? निर्वाचनमा बालेन्द्र शाहसँगको लज्जास्पद हारपछि थलिएका ओलीका लागि आज सार्वजनिक भएको एउटा प्रतिवेदनले होस उडाएको छ। भदौ 23 र 24 गते भएको आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगले आज आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका सदस्य तथा पूर्व एआइजी विज्ञानराज शर्माले गरेको खुलासाले सत्ताको माथिल्लो तहमा ढ्याङ्ग्रो ठोकिएको छ। जब सञ्चारकर्मीले सोधे के तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही सिफारिस भयो, तब शर्माले स्पष्ट शब्दमा भने जसले गल्ती गरेको छ त्यसलाई कारबाही हुन्छ, जसले राम्रो गरेको छ त्यसलाई कारबाही हुन्छ। जसले गल्ती गरेको छ उनीहरूलाई कारबाही सिफारिस गरेको छ, त्यसमा कुनै दुई मत छैन। शर्माको यो संकेतले प्रश्न पारेको छ कि अब ठूला माछाहरू कानुनी जालमा परिसकेका छन्। यता चुनावी मैदानमा राजसभाका वरिष्ठ नेता बालेन्द्र शाहसँग झण्डै 50,000को मतान्तरले पछाडिएका ओली यति बेला गुन्डुमा एक्लै परेका छन्। निवासमा नेता कार्यकर्ताको आवाज जाओ सुन्ने छ, तर भित्रभित्रै ओलीले आफ्ना केही खास मान्छेसँग आफ्नो जेल जाने डर ओकलेका छन्। ओलीले भनेका छन् राजसभाको बहुमतको सरकार आउने भयो, अब यिनीहरूले मलाई जेल हाल्ने तयारी पहिल्यैदेखि गरिसकेका छन्। यो सबै मलाई सिद्धाउने भू राजनीतिक डिजाइन हो। ओलीले आफ्ना नेताहरूलाई ब्रिफिङ गर्दै भनेका छन् कि भदौको त्यो घटना नै उनलाई फसाउनका लागि रचिएको प्रपञ्च थियो। हिजोसम्म अरूलाई जेल कोच्छु भन्दै बारदलीबाट औँला ठडाउने ओली आज आफ्नै छायादेखि थुरथुर कामिरहेका छन्। आयोगको रिपोर्ट र राजसभाको उदय, यी दुई कुराले ओलीको राजनीतिक र व्यक्तिगत स्वतन्त्रता अब खोरतर्फ मोडिएको प्रष्ट संकेत गरेको छ। के अब पुराना दलका यी डन भनिनेहरू साँच्चै कठघरामा उभिने छन् त? के गुन्डुको विलासी निवास छोडेर ओलीको नयाँ ठेगाना जेल हुनेछ? आयोगको प्रतिवेदन अब सरकारको सम्पत्ति हो, तर यसले ओलीको सातो भने लगिसकेको छ। खेल अब क्लाइमेक्समा पुगेको छ।